गभर्नमेन्टले ठुलो खर्च गर्न आँट गरोस्, ब्याङ्किङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग हामी गर्छौँ भनेर अहिले यो जुन बन्डहरू जारी गर्नेमा पनि हिजो अस्तिसम्म नै हाम्रो नेगोसिएसन भइरहेको थियो। इनर्जी ऊर्जा क्षेत्रमा चाहिने खर्चहरू, त्यसपछि गएर अरू इभन म यातायातमा पनि त्यही भन्छु, राम्रो खर्च गर्न कोसिस गरौँ। यातायात पनि योभन्दा धेरै राम्रो बनाउन सकिन्छ। जति हाम्रो छ त्यो हाम्रो सम्भावनाको केही प्रतिशत मात्रै पनि हामीले प्रयोग गरिराखेका देखिँदैन। त्यो चाहिँ यातायातमा पनि ठुलो लगानी गर्न हामी आँट गरौँ। हामीसँग धेरै त्यसको लागि चाहिँ धेरै गर्न सक्ने क्षमता छ र त्यसको लागि राष्ट्र ब्याङ्कबाट पनि हामी सहजीकरण गर्छौँ भनेर भनेको छौँ। र मनोबल जहाँसम्म छ, म सबै व्यवसायी साथीहरूलाई भन्छु, तपाईँहरू उच्च मनोबल लिएर काम गर्ने हो। योभन्दा प्रतिकूल परिस्थितिमा पनि मान्छेहरूले मेहनत गरेका छन्। सबै देशहरू विपन्न हुँदाखेरि धेरै कारणहरू हुन्छ, तर हामीहरू त्यस्तो अप्ठ्यारो सोचेर बस्नुपर्ने कुरा केही पनि छैन। अघि अर्थमन्त्रीज्यूले पनि भन्नुभयो, हामीहरूले धेरै खालको सकहरू पार गरेर यहाँ आइपुगेका छौँ। हाम्रो देशमा 20 वर्ष अगाडि आन्तरिक अन्तर्द्वन्द्व थियो, लडाइँ थियो, राजदरबार हत्याकाण्ड भएको थियो, होइन, यत्र भुइँचालोहरू भयो, धेरै खालको सकहरू भएको भइ गरिराखेका छ। त्यो गरेर हामी त्यही पनि 2-4वटा कुराहरू छन् जसले चाहिँ हामीलाई स्टेबल बनाइरहेको छ। त्यो मध्ये सबैभन्दा प्रमुख एक चाहिँ हाम्रो निर्वाचनहरू आवधिक रूपमा भइरहेको छ र निर्वाचनहरू फेयर भएको भन्नेमा सबैले विश्वास गरिरहेका छौँ अहिलेसम्म। त्यही भएर कम पैसा भएको मान्छेहरूले पनि त्यत्तिकै स्वतन्त्र रूपमा लडेर पनि मान्छेले जितिरहेका छन्। हरेक निर्वाचनमा ट्रेडिसनल पार्टीदेखि बाहिरका मान्छेहरूले पनि जितिरहेका छ। त्यही भएर चाहिँ यी चिजहरूले हाम्रो सबै खालको सकहरूलाई एब्जर्भ गर्न सक्ने बनाइदिएको छ हाम्रो मुलुकलाई। त्यो भएको हुनाले म व्यवसायी साथीहरूलाई पनि सबैलाई राम्रो मनोबल राखेर र हाम्रो यो कन्ट्री अब राइट डिरेक्सनमै जान्छ, स्थिर नै हुन्छ। हाम्रो यसलाई चाहिँ स्थिर बनाउने केही यो ब्याकअपहरू छन्, होइन, त्यसमा चाहिँ विश्वास गरौँ भनेर भन्न म चाहन्छु।